आज चाहिँ शिवरात्रि हो नि त अनि मिठाई त बनाउनै पर्यो। त्यही भएर म चाहिँ यहाँ दुधबाट सजिलो अनि मिठो हुने मिठाई बनाइरहेको छु। यहाँ चाहिँ मैले 2 लिटर दुधलाई छुट्टा-छुट्टै भाँडामा तताउन राखिदिएको छु। अब 1 लिटर दुधलाई चाहिँ म फटाउँछु। फटाउनको लागि चाहिँ मैले भेनिगर राखिदिएँ 2 चम्चा, लेमन जुस अथवा भेनिगर जे राख्दा पनि हुन्छ। दुध चाहिँ कति मजाले फाटिसक्यो नि त। अब चाहिँ यसलाई छान्नामाथि कपडा राखेर अनि त्यसपछि छानिदिने अनि त्यसपछि पानीले मजाले पखाल्नु पर्ने हुन्छ। हामीले भेनिगर राखेको छ नि त त्यही भएर। अनि त्यसपछि त्यसलाई मजाले निचोरेर अनि धुलो बनाएर मैले चाहिँ प्लेटमा सेलाउनलाई राखिदिएँ। अनि यता चाहिँ बाँकी रहेको अर्को 1 लिटर दुधलाई मजाले तताउन थाल्ने। मैले चाहिँ तात्दै गर्छ भनेर अर्को भाँडामा तताउन राखिदिएको थिएँ। दुध तातेर बाक्लो हुन थालिसकेपछि चाहिँ अघि हामीले छानेको अब छोक्रालाई पनि राखिदिएँ मैले। यो छोक्रालाई राखिसकेपछि चाहिँ अब दुध चाहिँ छिटो नै जमिहाल्छ अनि यसलाई मजाले अब हामीले चलाउँदै साइडमा नलाग्ने गरी मजाले सुकाउँदै जाने। दुध सुकेर अलमोस्ट पाक्न लागिसकेको थियो अनि मैले चाहिँ थोरै सुकमेलको पाउडर अनि 1 चम्चा चिनीलाई पनि राखिदिएँ। यो चाहिँ दुधमा पकाएको भएर आफै गुलियो हुन्छ नि त, त्यही भएर मैले थोरै मात्रै राखेको हो। अनि यो चाहिँ लगभग पाकिसक्यो अनि यसलाई चाहिँ हल्का दुध बाँकी हुँदा नै बन्द गर्नुपर्ने हुन्छ। मैले यसलाई मनतातो हुन छोडिदिएँ अनि त्यसपछि फ्रिज कन्टेनरमा खनाइदिएँ अनि घरमा जे ड्राई फ्रुट्स अभाइलेबल छ त्यो सबैलाई मसिनो बनाएर माथिबाट टपिङ गरिदिएँ। त्यसपछि मैले 2-3 घन्टाको लागि फ्रिजमा राखिदिएको थिएँ। यो चाहिँ ओभरनाइट फ्रिजमा राख्यो भने चाहिँ मजाले जमेर राम्रो सेप निस्किन्छ। मलाई चाहिँ आजै खान मन लागेर अनि मैले चाहिँ 2-3 घन्टामा नै निकालिहालेँ। ह्यापी शिवरात्रि।